हेलो गुड मर्निङ गाइस है हामी त आज अलिक छिटो उठिरहेको छौँ किनभने आजको एल्बम टु दार्जिलिङ राइड छ। दार्जिलिङ जानुपर्ने छ है। आज चाहिँ हाम्रो 10 को हिजो लास्ट डेट छ है। अब तुरे नि अब के गर्नु अब जानै पर्छ हो है। सक्यो नेक्स्ट इयर अब आउनुपर्छ है। आजको त्यही दिन चाहिँ यस्तो भइरहेछ हो। टेन्ट हो आजको चाहिँ यस्तो छ हो। अहिले त जाँदैछौँ खान्छ हामी चाहिँ जोजोको दोकान जाँदैछौँ ब्रस गर्नु हो। जोजोले मिठो च्यान खुवाउँछु भनेको थियो बेलुका होइन। आज चाहिँ सेकेन्ड दिन है, सेकेन्ड डे र आज पनि हामी चाहिँ दिनको सुरुवात चाहिँ कोलगेटले नै गर्नेछौँ है। रेड डाबर हामीले यसको चाहिँ एडभर्टिजमेन्ट चाहिँ गर्नु चाहिँ खोजेको होइन, बट हाम्रो सुरुवात नै त्यही हो चाहिँ डाबर रेड टुथपेस्टले गर्ने है। अन्त पतञ्जली ब्रस पनि देखाइदियो होला। पतञ्जली ब्रस अन्त हाम्रो गाडी चाहिँ यता छ हो दुइटा। मेरो चाहिँ फ्ल्याग नै छ। अब साथीले चाहिँ के गर्छ कि चोर्दैछ बिचराको फ्ल्यागै चोर्दैछु। केही छैन, फ्ल्याग त हाम्रो छैछ, त्यो एउटा लाउँदा भइहाल्छ हो। मेरो चाहिँ त्यहाँनिर छ हो। बाइकहरू चाहिँ हामीले चेक गरेको छैन है। एकपल्ट बाइक पनि चेक गरौँ हिजो भनेको थियो साथी चाहिँ अलिकति हरेस अल्छे छ हो। मेरो बाइकको त्यो कस्तो छ हालत भन्दा अहिले चाहिँ एकदम ठिकै नै रहेछ। केही उयो यस्तो भएको छैन रहेछ हो। हेलो के अब साथीले पनि चेक गर्दैछ हो। कस्तो रहेछ साथी बाइक? केही डिस्टर्बेन्स छ? बाइक चाहिँ डिस्टर्बेन्स छैन। झन्डा चाहिँ उठाइदिएछ है। मेरो साथीले गिफ्ट दिनुभएको चाहिँ यहाँबाट चाहिँ झन्डा चाहिँ उठाइदिएछ है। र केही छैन, कसैले राख्नु। हामी चाहिँ दुईजना साथी गयो क्या अब फर्किने। अब हिजो आधी गइहाल्यो आधी टिममा। अन्त हजुर दुईजना खाँदैछौँ। अब त्यही हो हप्ताहरू गइ हुन्छ। हामी चाहिँ जोजोको दोकान जाँदैछौँ। जोजोलाई भेटेर अलिकति जोजोको दोकानमा चिया खाएर ब्रस गरेर फ्रेस भएर देन मुभ दार्जिलिङ हो। जोजोको दोकान जाने चाहिँ यही हो बाटो। यो चाहिँ हाम्रो जोजोको दोकान हो येलबुङमा। तपाईँहरू चाहिँ यता आउनु सक्नुहुन्छ है। एकदम दामी छ, सबै कुरा पनि पाउँछ। यत्तिकै रहेछ यहाँनिर चाहिँ सिधा हेर यतानिर चाहिँ जोजोको दोकान। हल्लो सुन्दर भएको चाहिँ कति भन्छ होला हल्लो गाई चाहिँ अब हल्लो गाई हामी आज माछा मार्नु जान्दैछौँ क्यानन उनीहरू त डरलाग्दो गोबर खेल्छ नि। जाउँ है चिया खाएर त्यहाँदेखि गर्छ नि। जोजोको काम गर्दैन होला। हेलो गाइस मेरो त छैन है भाइ। ल के छ कस्तो छ? केटाको त के यस्तो तामाङहरूलाई त आज त बन्द। हाम्रो त फेरि दा कहिले जाने? हेलो गाइस यता पनि हेलो गाइस हो नि त। हेलो गाइस हेलो गाइस म अब गएको रेडी के हामी पनि रेडी गएको चिया खाएर। जोजोको हातको चिया खाएर लाग्ने होइन जोजो? एकदम दामी खाने कि कत्रो ठुलो भनेको साँच्ची नि अब भाग्यमा नि हो नि। चिया खाइसक्यो। अब त्यही हाम्रो जोजोको दोकानबाट जोजोले एक दुईवटा वचन चाहिँ भाइहरूलाई के भन्नुहुन्छ? लु जोजो के भनिदिनुहुन्छ? अब भाइहरूलाई त अब मात्र होइन, अब सबैतिरबाट आउने अब भाइहरू बहिनीहरू होइन। हजुर हजुर। पहिला अब मिडिया कर्मीहरू भयो, भोलिन्टियर गर्ने अब सबै मेरोबाट चाहिँ म चाहिँ के भन्छु भने चाहिँ नि, अब हाम्रोमा अलिकति कमी कमजोरी हामी एक्लैले गर्न सक्ने होइन। त्यति दिन यत्रो ठुलो प्रोग्राम होइन। अब रिम्बिकदेखि लिएर आयो। रिम्बिक भनेको अब कति टाढो झन् हामी भन्ज्याङदेखि पनि 5-6 घन्टा हिँड्नु जानुपर्छ होला सायद जस्तो लाग्दैछ होइन। अब हाम्रो यहाँको त रिम्बिक भनेको कहाँ बुझेको पनि छैन। अब यो भिडियोमै बोल्दा भए पनि होइन। त्यहाँको अब लेडिज बहिनीहरू आएर अब यत्रो हेल्प गरिरहेको छ होइन चारैतिरको देखाएर। म चाहिँ के भन्छु भने अब सधैँ यसरी अब सहायता गरिदिनु होइन। भाइले हामी त आएर त्यत्रो गर्नु सक्छ कि सक्दैन भाइहरूलाई पऱ्यो भने होइन। र पनि होप चाहिँ छ आउँछौँ भनेर होइन। जति पनि टाढोबाट आएर भाइहरूले बहिनीहरूले हामीलाई त्यो 3 दिनको एडभेन्चर फेस्टिभललाई सहायता पुर्याइदियो। यसमा चाहिँ अब मेरोबाट होइन हामी गाउँलेवासी सबै होइन को थ्रुबाट चाहिँ म चाहिँ के भन्छ धेरै धेरै धन्यवाद होइन। अब
अब 2026 मा पनि अब यस्तै प्रकारले गर्नु सकोस्, भाइहरूसँग भेट होस्। मेरो दोकानमा आउँदाखेरि होइन कसैले जो अङ्कल दाजु भनेर हामी खुसियाली मान्छौँ, अब यस्तै गर्नु पाओस् नेक्स्ट इयर पनि भन्दै म दर्पण भाइलाई चाहिँ धेरै धन्यवाद दिन चाहन्छु। अब त हामी निस्किने होइन, जोकोबाट बिदाई भइहाल्यो। नेक्स्ट टाइम आउँदा जोलाई सम्झेर ठिकै दोकानमा